मेरो चाहिँ डेली रुटिन एकदमै बिजी छ है। त्यसको साथसाथमा कहिले कहिले चाहिँ विकेन्ड पनि यति साह्रो बिजी हुन्छ र योपालिको विकेन्ड चाहिँ मेरो त्यस्तै नै थियो। सो हेलो नमस्ते एभ्रिवान। बिहानै रेडी भएर चाहिँ म लागि कालिम्पोङतिर होइन। अन्त यो देख्नुहुँदैछ यो चाहिँ स्ट्यान्डदेखिको मेन रोडसम्मको सर्टकट बाटो हो। यहाँबाट चाहिँ टक्कै मेन रोड पुग्छ र म चाहिँ यही बाटो भएर चाहिँ मेन रोड निस्केँ। अन्त चाहिँ यहाँ देख्नुहुँदैछ यो चाहिँ हो यो भयो थान्डारा होइन। यहाँ चाहिँ कालिम्पोङ थानाहरू छ। अनि मेन रोडमा एकछिन एटिएममा लाइन लागेँ होइन। एटिएममा चाहिँ अफकोर्स पैसा निकाल्नुको लागि। आज चाहिँ म अप्टिकल आएको थिएँ अनि मेरो चाहिँ डक्टर के भन्छ चस्मा चेन्ज गर्नुपर्ने थियो नि त। त्यसले गर्दा चेकअप गरेर चस्माको लागि फ्रेम हेर्नु थालेँ होइन। अन्त यो चाहिँ कहाँ हो भन्दा यो चाहिँ सुपर मार्केटको माथिल्लो फ्लोरमा हो। यहाँ चाहिँ अप्टिकलहरू छ अनि चस्माहरू तपाईँहरू यहाँ राम्रो राम्रो फ्रेमहरू पनि पाउन सक्नुहुन्छ। र त्यसपछि चाहिँ गएँ सेफ कान्छा होइन। त्यहाँ चाहिँ म जस्तै चिकन मात्रै खानुहुन्छ भने चाहिँ तपाईँलाई म यो जग्गा यो प्लेस चाहिँ रिकमेन्ड गर्छु। यहाँ चाहिँ खालि चिकन झोल मोमो, चिकन थाइपो र चिकन थुक्पा पाउँछ। अनि हामीले चाहिँ थुक्पा खाएँ होइन म र दिदीले। अन्त चाहिँ त्यो पनि टेस्टी नै हुन्छ, नट ब्याड। अनि एकछिन हाट बजार गएँ होइन। अन्त कस्मेटिक सपहरू पनि गएँ किन भन्दा यहाँबाट कतिवटा सामान मगाएको थियो नि त मेरो घरबाट दिदीले। यहाँ राम्रो राम्रो बेङ्गलहरू रहेछ होइन। अन्त यो देख्नुहुँदैछ यो चाहिँ हो ब्याङ्क अफ इन्डियाको ग्राउन्ड फ्लोर होइन। माथिल्लो फ्लोरमा चाहिँ ब्याङ्क अफ इन्डिया छ। यो ग्राउन्ड फ्लोरमा चाहिँ यहाँ चाहिँ सुन चाँदीहरू जुन चाहिँ हाम्रो टुटेको फुटेकोहरू हुन्छ नि जोड्नुपर्ने यो कामहरू गर्छ यहाँ। अनि त्यहाँबाट हामीले त्यहाँ काम दिइराखेर यो ओह्रालो गयो सर्टकट होइन। ओह्रालो जाँदा त केही थाहा भएन हामीलाई। त्यहाँबाट तल्लोपट्टि चाहिँ एउटा दोकान छ। यहाँ चाहिँ सबै फुड आइटमहरू पाउँछ प्लस ग्रोसरीहरू पनि पाउँछ होइन। सबै कुरै पाउँछ यहाँनिर। यहाँबाट सामानहरू किनेपछि चाहिँ उकालो हेर्नुहोस् न। अब मेरो दिदी त ठै हिँड्छ, ऊ त मजाले हिँड्छ, मलाई यति गाह्रो पर्छ हिँड्नु। अनि यहाँ हामी फेरि मेन रोडमा सिके चोकको त्यहाँ सिके चोक बेस्ट अलवेज है। त्यहाँबाट चाहिँ स्ट्यान्डमा आएँ, ढिलो पनि भइसकेको थियो। यहाँ मैले लस्सी लिएको थिएँ खानु होइन। ड्राइभर दाजुले खाइदियो मेरो लस्सी हो, जिस्काउँदै खानु हुँदै थियो। त्यसपछि के गर्नु अब खाइदिइहाल्नु भयो होइन। त्यहाँबाट हामी निस्केँ। यहाँ फेरि मासु किन्नु हुँदै थियो, जिस्काइरहनु भएको थियो। दाजु एकदम राम्रो हुनुहुन्छ नि त हाम्रो सर्भिसको चाहिँ। अन्त यो भयो टिस्टा हो। टिस्टा आइपुग्यौँ अनि यो टिस्टा खोला। अब रोडको कन्डिसन चाहिँ यहाँ हाम्रो हाइवेको चाहिँ यस्तै छ। अनि अलिअलि जाम पर्दै हिँड्दै डरलाग्दो छ। अब रेनी सिजनमा त डर पनि लाग्छ यो बाटो हिँड्नु होइन। फाइनली सुन्तले आइपुग्यो। अनि यहाँ हाम्रो तेल लाउनु भयो गाडीमा दाजुले। त्यसपछि चाहिँ गाउँ आइपुगेँ होइन। अनि आफ्नो गाउँ आइपुग्यो। अनि घरमा आएर चाहिँ आमा छोराको भेट 2-3 दिन बाद भएको। अब अरू भिडियो चाहिँ सेकेन्ड पार्टमै।